ढाडको अपरेसनको बारेमा सोचिराख्नु भएको छ भने सुन्नुहोस् है त। ढाडको अपरेसन आजभन्दा पहिला 10 वर्ष अगाडिदेखि नै माइक्रोस्कोपबाट गर्ने चलन थियो। माइक्रोस्कोप भनेको एउटा दूरबीन जस्तो, त्यसले चाहिँ अलिकति म्याग्निफाई गरेर शरीरमा लामो चिरा दिएर गर्नुपर्ने अवस्था थियो। यदाकदा माइक्रोस्कोप नभएको ठाउँमा चाहिँ जहाँ चाहिँ न्युरोसर्जिकल हाई एन्ड माइक्रोस्कोपहरू थिएन, त्यहाँ लामो चिरा दिएर आँखैले डाइरेक्टली हेरेर गर्नुपर्ने। त्यो हुँदाखेरि के थियो भने ढाडको अपरेसन फेल ब्याक हुने, अनि धेरै जनमानसमा पनि कम्मरको ढाडको गर्दनको अपरेसन गर्नु पर्यो भने त गर्नु हुँदैन, यस्तो हुन्छ जीवनभरलाई अप्ठ्यारो पर्छ भन्ने किसिमको त्यो किसिमको एउटा जनभावना चाहिँ त्यो रहेको थियो। तर अहिले चाहिँ अब लेटेस्ट 4th जेनेरेसन अफ न्युरोसर्जिकल इक्विपमेन्ट, त्यसलाई चाहिँ बाइपोर्टल इन्डोस्कोपिक स्पाइन सर्जरी भनिन्छ। यस्तो स्पाइन सर्जरिकल अपरेसन्सहरू गर्दाखेरि चाहिँ सानो चिराहरू दिएर सब सेन्टिमेट्रिक 1 सेन्टिमिटर भन्दा पनि सानो चिरा दिएर भित्रबाट चाहिँ हड्डीमा दखल नपुग्ने गरी सानो मांसपेशीहरूलाई मात्रै खोजेर निकाल्ने, नसाहरूलाई केलाएर हेर्ने, एकदमै दृष्टि पनि राम्रो हुने। त्यसले चाहिँ त्यो लाइट सोर्स, त्यसको चाहिँ म्याग्निफिकेसन ठुलो, सानो रौँलाई पनि धेरै ठुलो देखाउन सक्ने भए हुनाले त्यसले चाहिँ शरीरको अङ्गहरूलाई नखलबलाइकन रोगलाई मात्रै अट्याक गर्न मिल्छ। त्यो गरिसकेपछि चाहिँ अपरेसनपछि ढाड दुख्ने समस्याहरू, अपरेसनले गर्दा आउने ढाड दुखाइ त्यो नहुने, नसाहरू खुकुलो राम्रोसँग गर्न सक्ने भए हुनाले दीर्घकालीन रूपमा यस्तो बिरामीहरूलाई चाहिँ धेरै नै राम्रो हुन्छ। यो म्याजिकल अपरेसन, यस्तो किसिमको प्रविधिको बारेमा तपाईँले सुन्नु भएको छ, सोधखोज गरिराख्नु भएको छ भने सेवा दिने अवसर दिनुहोला। ब्लू क्रस हस्पिटलमा बिहान 11 बजेदेखि 1 बजेसम्म, आइतबारदेखि शुक्रबारसम्म म भेटिन्छु। हजुरहरूले फोन सम्पर्क गरेर हामी अपोइन्टमेन्टद्वारा भेट्न सकिन्छ। यहाँहरूलाई स्वागत छ। धन्यवाद।